People tá vindo aí. हेलो गाइस, के छ हालखबर? आज चाहिँ मैले अस्ति मेरो अर्को भिडियोमा मैले कपाल काटेको थिएँ, आफैले आफ्नो कपाल काटेको थिएँ नि त। अनि आज पनि म आफ्नो आफैले कपाल काट्ने गइरहेको छु। अनि अस्ति चाहिँ मैले यत्तिकै मैले अरू बेला काटिराख्ने जसरी नै काटेको थिएँ। अनि आज चाहिँ मैले अलि इजी वेमा गरिदिन्छु भनेको थिएँ नि त अस्तिको भिडियोमा। त्यही भएर यो चाहिँ त्यसको लागि है त। यसमा चाहिँ मैले अलि इजी वेमा कसरी गर्न सकिन्छ भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु। अब कपाल काट्नलाई चाहिँ फर्स्टमा दुईवटा ऐना चाहिन्छ। अनि एउटा चाहिँ कैँची, अब कपाल माथिको काट्नु छ भने, लामो छ भने। अनि एउटा चाहिँ मेसिन जसमा चाहिँ यस्तो लिभर भएको भयो भने चाहिँ अझ सजिलो हुन्छ, जसले स्लो पार्नको लागि चाहिँ सजिलो बनाउँछ है त। हो, यसको लागि यो चाहिँ माथि तल गर्नको लागि यो चाहिँ लिभर है त। मैले चाहिँ अस्ति नै पनि भनेको थिएँ तपाईँहरूलाई, कपाल काट्दाखेरि जुन चुच्चो छ त्यहाँबाट सिधै पछाडि जाने हो भनेर। अनि त्यहाँबाट चाहिँ तपाईँले त्यो मार्क लगाउन सक्नुहुन्छ है त। मैले अघिल्लो भिडियोमा चाहिँ मार्क नलगाइकन बनाएको थिएँ। यसमा चाहिँ मैले यस्तो मार्क लगाएको छु। यो मार्कभन्दा तलको चाहिँ सफ हालिदिने हो, माथि चाहिँ हामीले स्लो पार्ने है त। यसमा मैले काट्ने तरिका पहिला पनि भनेको थिएँ। ठ्याक्कै यो बिचको चाहिँ हामीले स्लोपलाई अहिले पछि मेटाउनु पर्छ। अनि त्योभन्दा पहिला चाहिँ यो माथिकोलाई फाल्यो भने सजिलो हुन्छ। त्यही भएर ठ्याक्क अलिकति माथि गएपछि, लगभग 3-4 सेन्टिमिटर माथि गएपछि चाहिँ त्यसलाई यसरी बाहिरकोतिर तान्दिने है त। सिधै माथि चढाउने होइन। सिधै माथि चढायो भने फेरि हाम्रो त्यो हेयर जुन स्टाइल हुन्छ त्यो बिग्रिन्छ होइन। त्यसो भएर चाहिँ यो हाम्रो आर्मी कट हो नि त, आर्मी कट जस्तो कट हो नि त यो। त्यही भएर चाहिँ अनि यसलाई चाहिँ त्यही कटमा लिएर आउनको लागि चाहिँ यो चाहिँ सिधै माथि मेसिन जुदायो भने फेरि नरम देखिन्छ।
यो चाहिँ 3 को हो। अब यसलाई चाहिँ म 6 को राख्छु। यो अहिले जुन तलको स्लोप छ यसलाई चाहिँ म अहिले पछि मिलाउँछु। यहाँ 3 को सट्टामा अब यहाँ 6 जान्छ र यो लिभर चाहिँ माथि क्लोज भयो। ल अब फेरि त्यही प्रोसेस हो। ठ्याक्क यो जुन हाम्रो सिउँदो काटिन्छ त्यो भागभन्दा माथि चाहिँ नजाने हैन। ठ्याक्क यो स्लोप जुन हाम्रो स्लोप हाने गई ठाउँ छ त्यहाँबाट सट्ट माथिसम्म कपालहरू छुटेको हुनसक्छ भनेर अनि माथिकोलाई यो सिउँदोसम्म चाहिँ हामीले मेटाउनै पर्छ है त। अहिलेलाई चाहिँ हाम्रो कपाल काटेर लेभलमा आइसकेको छ। अनि अब चाहिँ पालो भनेको स्लोपको, जसमा चाहिँ यो 1 लेखेको र 2 लेखेको जुन लाइन छ हैन, यसलाई चाहिँ मेटाउने हाम्रो काम चाहिँ। लाइन देखियो भने चाहिँ नराम्रो देखिन्छ। अब यसलाई चाहिँ स्लोप हान्ने है त। ठ्याक्क यहाँ दागसम्म चाहिँ जाने, त्यसपछि सट्ट माथि बिस्तारै लैजाने हैन। सट्ट जाने, दागमा भेटेपछि ठ्याक्क माथि जाने है त, यसरी गर्ने। ल अब यसै गरी यताको पनि अनि पछाडिको पनि काट्नुपर्छ। ठ्याक्क दागमा छोएपछि हेर्नु, मैले माथि लगेको छु बिस्तारै। ठ्याक्क दागमा छोएँ, माथि ठ्याक्क त्यो धार हुन्छ नि जुन मैले सुरुमा बनाएको थिएँ नि धार, हेर्नु स्लोप मट्टिसकेको छ। ठ्याक्क धारमा छोएँ, माथि बिस्तारै लग्यो है त। ल अब चाहिँ यता पछाडिको पनि एउटा ऐनाको सहायताले गरेर अनि टक्कै मैले भने जस्तै फाल्ने है त यताको पनि। मेरो चाहिँ अब लाइटिङको समस्या भएर अनि मेरो चाहिँ अलिकति चित्त नबुझेर मैले अनि उता त्यो लाइट आएकोतिर अनि मैले फर्केर यसरी काटेको छु। तरिका चाहिँ त्यही हो, जस्ट म पोजिसन मात्रै चेन्ज गरेँ हो, किनकि मेरो लाइटिङ राम्रो थिएन नि त। अनि त्यही भएर आफ्नो मनको सन्तोकको लागि मात्रै मैले पोजिसन चेन्ज गरेर अनि कपाल काटेँ है त।
ल अब चाहिँ कपाल काटेर लगभग सकि नै सक्यो। अब चाहिँ हेर्न सक्नुहुन्छ तपाईले रिजल्ट आफै आइगा। Thank you so much guys for watching this video। अनि यदि तपाईहरुलाई यस्तै भिडियोहरु अझै हेर्न मन छ भने तपाईहरुले च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। फेरि भेटौँला अर्को भिडियोमा है त।